सबैलाई नमस्कार। म हुँ प्रकाश छेत्री। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा एयरपोर्ट। तपाईँले कान खुलेर अझै पनि सुध्रिनु भएन भने, तपाईहरु अझै पनि आफ्नो लाइनमा आउनु भएन भने, म जस्तै प्रकाश एयरपोर्टमा नेपालगञ्जमा धेरै जन्मिसकेका छन्, धेरैले बुझिसकेका छन्, धेरैजनाको जनचेतनाको विकास भइसकेको छ। हरेक मान्छेले तपाईहरु कस्तो मान्छे हो भन्ने कुरा नजिकबाट मान्छेले चिनिसकेका छन्। त्यो भएको हुनाले गर्दा अरे बाबा राजनीति गर्नुस् यार, कमसे कम जनताको लागि त गर्नुस्, जनताको लागि गर्नुस्। तपाईहरुले त यस्तो राजनीति गर्नुहुन्छ नि भन्न पनि लाज लाग्दो छ, भन्न पनि घिनलाग्दो कुराहरु छ के। तपाईहरु राजनीति कस्तो गर्नुहुन्छ थाहा छ? स्वास्थ्यमा राजनीति, शिक्षामा राजनीति, अनि कसैको पारिवारिक कुरा क्या, कसैको घरमा झैझगडा भयो भने त्यहाँ राजनीति। पहिला कुन राजनीति दलको हो, त्यो मेरो पार्टीको हो कि होइन, त्यो अथवा विपक्ष हो कि होइन। घिनलाग्दो कर्तृत्व हामीलाई थाहा छैन, तपाईहरुले गरेको यो गतिविधि हामीलाई थाहा हुन्न। तपाईहरुले कुरा गरौँ के, कसैको पारिवारिक झगडा भयो भने, कसैको बुढाबुढीको हल्का ठाक्क भयो भने तपाईहरु त्यहाँ राजनीति घुसाउनुहुन्छ क्या। त्यहाँ राजनीति घुसाएर कसरी हुन्छ झन् तितर बितर पार्दिने क्या। कसरी हुन्छ तिनीहरूलाई झन् चाहिँ त्यहाँ द्वन्द्व फैलाइदिने, झन् त्यहाँ चाहिँ मान्छेलाई चाहिँ विस्फोट गराइदिने, जुन त्यहाँ मान्छेलाई चाहिँ आक्रोशित गराइदिने क्या। तपाईहरुको यो घिनलाग्दो राजनीति बन्द गर्नुस्। यस्तो घिनलाग्दो कर्तव्य तपाईले बन्द गर्नुस्। तपाईहरु सुध्रिनुस् बेलैमा। म त भन्छु अझै समय छ, तपाईहरु सुध्रेको हेर्न चाहन्छु म। तपाईहरुले यहाँको गरिबलाई, यहाँको चाहिँ सोझो साझोलाई कसरी मार्नु भएको छ, कसरी चुस्नु भएको छ, अशक्त मान्छेलाई, गरिब मान्छेलाई कति लुट्नुहुन्छ यार, कति लुट्नुहुन्छ। एक दिन मरेर जाने त हो। तपाईहरुमा अलिकति तपाईहरुमा चाहिँ के भन्छ मन छ भने, अलिकति तपाईहरुमा हृदय छ भने हामी सबै समान हौं, हामी सबै व्यवहार, हामी सबै बराबरी हौं भन्ने हिसाबले चाहिँ बुझ्नुस् के। हरेक कुरामा भ्रष्टाचार छ, हरेक कुरामा भ्रष्टाचार छ। एउटा सानो कुराबाट लिएर ठुलो कुरामा पनि हरेक कुरामा चाहिँ भ्रष्टाचार छ। कुनै ठाउँमा चाहिँ सानो टेन्डर आयो त्यहाँ चाहिँ कमिसन खोजिहाल्ने, कुनै सानोतिनो चाहिँ प्रोजेक्ट आयो त्यसमा पनि कमिसन खोजिहाल्ने। तपाईहरुको गरेको खेल हामीले बुझिरहेका छौं, नजिकबाट निहालिरहेका छौं। अझै पनि तपाईहरु सुध्रिनु भएन भने, अझै पनि तपाईहरुले सोझो साझोको चाहिँ घाँटी निचोर्न छोड्नु भएन भने तपाईहरुको घाँटी निचोरिन्छ एक दिन। यो चाहिँ हेक्कर होस्, त्यो कुरा तपाईहरुले बुझ्दा हुन्छ। अरे बाबा अब त दुनियाँ बुझ्ने भइसक्यो यार। दुनियाँ चाहिँ मान्छे सारा कहाँबाट मान्छे कहाँ पुगिसक्यो, मान्छे अन्तरिक्षमा पुगिसक्यो। तपाईहरु यहाँनिर गरेको मान्छेको व्यवहार, तपाईहरुले गरेको चाहिँ क्रियाकलाप, तपाईहरुले गरेको चाहिँ व्यवहार हामी बुझ्दैनौं। तपाईहरुले गरेको चाहिँ राजनीति हामी बुझ्दैनौं। तपाईले के को लागि राजनीति गर्नुपर्छ? बस आफ्नो पेटको लागि मात्रै गर्नुभएको छ राजनीति। यस्तो राजनीतिले देश चल्दैन। यहाँको युवाहरू छन्, जल्दोबल्दो युवाहरू छन्। युवाहरूले के गर्छु भन्दाखेरि खुट्टा तान्ने काम नगर्नुहोस् के। यति भन्दै गर्दा फेरि तपाईहरुले फेरि मलाई जति बेला जे पनि गर्न सक्नुहुन्छ। मलाई जति बेला पनि तपाईहरुले चाहिँ विभिन्न किसिमका आरोपहरू लगाएर, विभिन्न किसिमका यसलाई कसरी कुन तरिकाले हुन्छ फसाउन सकिन्छ, यसलाई कुन तरिकाले हुन्छ यसलाई चाहिँ लख्न सकिन्छ, यस्तो तपाईहरुको चाहिँ दिमागमा चाहिँ खेलिरहेको होला। माफ गर्नु होला। तपाईको दिमागमा जति नै कुरा खेले पनि केही हुनेवाला छैन। षड्यन्त्र गर्नुभन्दा पहिले, तपाईहरुले कसैलाई खाल्टो खन्नुभन्दा पहिले विचार गर्नु होला। कहिलेकाहीँ आफैले खुनेको खाल्टोमा आफै परिन्छ, यो पनि विचार गर्नु होला। धेरै कुराहरू मैले बुझिसकेको छु। पानीमा कति घोटाला हुन्छ, यसै गरी हाम्रो सामुदायिक भवनमा कति घोटाला हुन्छ, कहाँ के हुन्छ, सबै इत्यादि कुराहरू मैले मजाले अध्ययन गरिरहेको छु। सहकारीमा के हुन्छ, सहकारीमा चाहिँ 4 जना चाहिँ नेताहरूले सहकारी खुल्छन्, अनि सोझा साझा चाहिँ मकै पुलले चाहिँ गरिबहरूलाई चुस्छन्। ठुक्क नामर्दहरू 2-4 जनाले सहकारी खुल्छ, अनि चाहिँ मकै पोल्ने, अनि चटपटे बनाउने मान्छे, अनि पानीपुरी बेच्ने मान्छेको पैसा चाहिँ त्यहाँ कलेक्सन गर्छ। त्यो पैसा लगेर हिनामिना गर्छ, अनि केही समय जाँदाखेरि पैसा छैन। सहकारी हाम्रो डुबेको छ, हाम्रो सहकारी यसो छ, हाम्रो सहकारी घाटामा छ। तिमीहरूको यो लुटतन्त्र अनि यो तिमीहरूको लुट्ने सजिलो तरिका छ नि, यो तरिकालाई छोड्दा हुन्छ। अब यदि जनता उर्ल्यो भने, यदि जनताले साँच्चीकै सडकमा आएर तिमीहरूलाई घिसार्यो भने तिमीहरू कुनै भाग्ने ठाउँै छैन।
जान्छौ कहाँ, कुन ठाउँ जान्छौ, जाने कुनै ठाउँ छैन, बाटो बन्छ त्यस्तै कुनै विद्यालयमा त राजनीति हुन्छ, हामीलाई थाहा छैन, तिमीहरूको गतिविधि हामीलाई थाहा छैन। विद्यालयमा एउटा चाहिँ विद्यालय जस्तो एउटा संवेदनशील ठाउँमा कुन पार्टीको विद्यार्थी हो, यो कुन पार्टीको सर हो, यो कुन पार्टीको अध्यक्ष हो, यो कुन पार्टीको चाहिँ सदस्य हो, तपाईँहरूलाई लाज लाग्दैन अलिकति, तपाईँलाई अलिकति घिन लाग्दैन? अरे बाबा अब त केही गर, जति लुट्नु त्यो लुटिसक्यो, जति चुस्नु त्यो चुसिसक्यो जनतालाई, अब त कमसे कम जनताको लागि उदाहरणीय काम गरेर त मर।